तिनीहरूलाई फाँसीको सजाय हुनुपर्छ। जसरी उसले काटेछ त्यस्तरी नै उसले पनि काट्नुपर्छ। त्यो हुनाले हत्या कम हुन्छ, यो घटनाहरू कम हुन्छ, नत्र हुनेवाला छैन सर यसको लागि। अहिले छुटको तपाईँ 15 वर्ष 20 वर्ष जेल बसेर आउँछन्, फेरि अझ उस्तै गरिहाल्छ। हामीले 15 वर्ष जेल बसेर 2 वर्ष जेल बसेर आएको अरे त्यो केटा हेर्नु अर्को बेला त्योसँगको साथी को छ 2 वर्ष जेल बसेर आएको अरे अस्ति इन्डियामा। न त्यस्तो चिनाजानी छैन केही पनि। 81 रिजा किन आउनु भएको उहाँबाट धान बोकेर म एउटा रिचा ल्याएर आउँछु नाइ भन्दाखेरि एकछिन म ल्याएर आउँछु भन्दा खोइ भुलै लले पक्क गरेर यहाँ ल्याएर जङ्गलमा खोइ किन मार्यो के गरेर मार्यो त कुनामा ल्याएर हामीलाई थाहा घर त हाम्रो उता तल छ 15-20 मिनट लाग्छ। पसल उ यतै भन्छन् खोइ यता अब खोइ के गरेर ल्यायो पसल त तलतिर पनि पाइन्थ्यो तर ल्याउन कहाँ कसरी ल्यायो के ल्यायो हामीलाई थाहा भएन। पार्टी सक्दो पनि पार्टी भने पार्टी चाहिँ केही पनि होइन। पार्टी दारू पार्टी रक्सी पार्टी भन्ने केही पनि छैन। एउटा रिजन 11 बजे राति घटना घटेको त खोइ ल्याएर तिनीहरूले यहाँ बन्दकमा राखेर मार्यो त्यो हामीलाई थाहा भएन सर कसरी ल्यायो के गर्यो त्यो। अहिले हामीले रातिको 2 बजे राति थाहा भयो हामीले फोन आउँदा पुलिसहरू आउँदाखेरि त्यस्तो होइन। यहाँ बन्दक ल्याएर त्यसलाई यहाँ राखेर मार्यो। यहाँ कुनै ठाउँमा दारू खाउँ भनेर लग्यो त्यो हामीलाई थाहा भएन त्यसरी। तर पार्टी चाहिँ कुनै पनि पार्टी होइन। हजुरले त्यसको पार्टी भनेर नलेख्दा हुन्छ। हजुरले न केही पनि आउनुभएको उहाँ आउनुको 6 महिना तर उहाँ 6 महिना बुढी आउनुभएको तर 10-12 दिन मात्रै पनि यहाँ बसेर गइहाल्नु भयो। फेरि आएको यहाँ 10-12 दिन पनि भएको छैन।